गाइस गुड मर्निङ। अहिले चाहिँ यति बेला 6 बजे छ। अब हामी चाहिँ स्वर्गद्वार जाँदैछौँ। ठ्याक्कै घरदेखि भर्खरै हिँडेको छौँ अनि यहाँबाट हामी अटोमा जाने हो। मेरो साथी चाहिँ उहाँ के भन्छ अरे तल भिङ्ग्रीबाट उता के अरे स्वर्गद्वार गेट नेरबाट चाहिँ अटो लिएर आउँछन् साथीले अनि हामी अटोमा जान्छौँ। अनि आजको के हुन्छ, आज चाहिँ औँसी हो, गोवर्धन पूजा हुन्छ स्वर्गद्वारी अनि हामी त्यो पनि देखाउँछौँ। कस्तो हुन्छ हेर्दै गर्नु होला गाइस, स्टे ट्युन। हेलो गाइस, आज पनि हामी त्यही बाटोबाट हुँदै स्वर्गद्वारी जाँदैछौँ। तिनीहरू चाहिँ मेरो अगाडि अगाडि पर पुगिसकेका छन्। हामी जानुपर्ने चाहिँ त्यहाँ माथितिर हो। यस्तो छ। आज पनि दिदीहरूले ढिलो गर्दै हुनुहुन्छ, त्यसैले यो ठाउँमा आएर जहिले पर्खिनु परिरहेको। हामी 3 जना भएर आज पनि राधिका दिदीलाई हामीले पर्खिरहेको छौँ। केही भन्न चाहन्छस्? सधैँभरि वेट गराइरहेछन् दिदीले। हेलो गाइस, हामी चाहिँ स्वर्गद्वारीको गेटमा अब आइसकेका छौँ। अब यहाँबाट माथि जाने हो। अब हामीहरू चाहिँ यसरी माथि उकालो त के भने सिडी चढ्दैछौँ। ल यता हेरौँ गाइजहरू, सबैजना मोटै मोटा देखिराख्नु भएको छ। म चाहिँ यस्तो देखिरहेको छु। अलिकति लगाइछु, अहिले जादुवाला भाइब्स आउँछ मलाई टोपी लगाइछु। अझै माथिसम्म सिडीहरू अझै छन्, आधा जति त बल्ल आयो। किनभने यहाँ राधिकाले आफ्नो सामानहरू मलाई बोकाएको छिन्, मैले मेरो सामान अभिसालो बोकाएको। काम लागिसकेको छ, अब पुग्न बाँकी छ। मेरो दिदी चाहिँ एकदमै राम्रो छ, त्यही भएर मलाई गाह्रो भयो भनेर ब्याग पनि आफै बोकेर छु सबै। ल यता भन्नु, मलाई गाह्रो भएर। कति भयो हामी हिँड्न लाग्यो? हामी हिँड्न लाग्यो। Told me you don't really do commitment, trust me, consider your message received. When you said you couldn't take us too seriously, I must admit I was relieved, cause I never want to play happy families with you, but I like having you around. Fully aware this is a flash in the pan, but we can still have fun for now. Stop paying so much attention, and when you're moving in another direction, don't worry, I get it. I meant what I said when I said it, lady. I never wanna look at a house in the garden, I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. No, I never wanna play happy.
गोवर्धन आज चाहिँ मैले स्वर्गदाय गएको थिएँ मैले आज गोवर्धन पूजाको दिन हो पुरै गोबरको नै गोवर्धन बन्थ्यो अहिले चाहिँ चेन्ज भएर रहेछ अलिकति अनि जस धेरै वर्ष पछाडि आयो धेरै कुरा चेन्ज भएर रहेछ एकदम आएर मन खुसी भयो अनि आज परु महाराजले निकालेको घुमाएको सबै हेर्न पाएँ एकदम मन खुसी भएको छ फर्किँदैछौँ गाइजहरू पहिले आउँदैछ तलबाट